जयश्रीको खानाले त हामीलाई मोहनी नै लाग्यो। घरको खाना छोडेर आज हामी गयौं होटल जयश्रीमा फुड हन्ट गर्न। हामी तीनजना चाहिँ आज जयश्रीमै गएर खाना खाने भनेर गीतानगरदेखि गैंडाकोट पुग्यौं। त्यहाँ पुग्ने बित्तिकै मुला, काँक्रो, गाजर हालेर यहाँको कम्प्लिमेन्ट्री सलाद ल्याइदिनु भयो। सलाद खाइसकेपछि आउँछ हाम्रो फर्स्ट अर्डर, दाउरा बालेर आगोको रापमा पकाइएको खसीको काटकुट। घरमा पकाएर खाँदा खासै मिठो लाग्थेन, जयश्रीमा आएर खाइसकेपछि असाध्यै मिठो लाग्यो। काटकुट खाइसकेपछि आउँछ हाम्रो फेरि अर्को सेकेन्ड अर्डर, लोकल कुखुरालाई काटेर बनाइएको पोलेको मोलेको लोकल चिकन। यसको टेस्ट यति मिठो थियो कि विवास भाइको खुवाई हेरेर थाहा पाउन सक्नुहुन्छ। एकदमै जुस्सी अनि स्पाइसी यो पोलेको मोलेको चिकन। हजुरहरू पनि जयश्री आएको बेला एकचोटि अवश्य ट्राई गर्नु होला। अनि यहाँको स्पाइसी पोलेको मोलेको चिकन खाएर हामीलाई त एकदमै गर्मी फिल भयो। त्यसपछि त्यो गर्मी हटाउनको लागि हामी गयौं एसी वाला रुममा। गाइज, मलाई यहाँ एउटा एकदमै दामी लागेको कुरा, हजुरहरू ग्रुप पार्टी फ्यामिली डिनर गर्न चाहनुहुन्छ भने एसीको चिसो हावाका साथै एकदमै अर्ग्यानिक रूपमा बनेको जयश्री थाली सेट खानको लागि नयाँ वर्ष पनि आउँदैछ, एकचोटि अवश्य भिजिट गर्नु होला। अनि एसीको चिसो हावामा बसेर खाना खाइसकेपछि खाना सकिएको त पत्तै भएन। अनि यति धेरै खानेकुरा खाइसकेपछि हेल्थको लागि पनि के राम्रो होस् भनेर जयश्रीमै बनेको अर्ग्यानिक खुवा दही मगायौं। यो खाइसकेपछि खुसी भएर हामी आफैले भन्यौं, जयश्रीको खाना मिठो मिठो मिठो।